आज तपाईहरुको बीचमा म पवित्र बाइबलबाट जीवन दिने एकदमै सत्य अनि पवित्र अनन्त जीवनको निम्ति एउटा वचन म तपाईहरुको अगाडि पढ्न चाहन्छु। जुन वचनद्वारा चाहिँ तपाईले अनि मैले हाम्रो जीवनमा भएको पापहरू, श्रापहरू, अधर्म, अशुद्ध कामहरूबाट हामीले उद्धार अनि मुक्तिको कुरोलाई पाएर यो संसारलाई छोडे पश्चात स्वर्गीयको अनन्त जीवनलाई हामी लिएर हामी जान सक्छौं। जब हामीले पवित्र बाइबलमा प्रेरितको पुस्तकबाट हामी 4 अध्यायको 12 को पदलाई जब हामीले पढ्छौं भने यो सारा ब्रह्माण्डलाई चलाउनु हुने अनि सारा ब्रह्माण्डलाई तपाई अनि मलाई सृष्टि गर्नुहुने परमेश्वरको एउटा शक्तिशाली वचन आज तपाई र मेरो निम्ति छ। अनि यहाँनिर यसरी लेखिएको छ, प्रेरितको पुस्तक 4 अध्याय 12 पदमा, औ पृथ्वी मुनि स्वर्गमा मानिसहरूलाई उद्धारको निम्ति कुनै अर्को नाउँ दिएको छैन जसबाट मानिसले उद्धार पाउन सक्छ। तर स्वर्ग मुनि पृथ्वीमा एउटै मात्र नाउँ दिएको छ, जुन नाउँमा चाहिँ विश्वास गर्दा अनि जुन नाउँलाई चाहिँ ग्रहण गर्दा सम्पूर्ण मानिस जातिले आफ्नो पाप, अधर्म, अशुद्ध कामहरूबाट उद्धार अनि मुक्तिलाई पाएर स्वर्गको बाटो, सत्य जीवनको कुरोलाई पाएर अनन्त जीवनलाई पाएर अनन्त जीवनमा स्वर्ग जान सक्छ। जब हामी पवित्र बाइबलमा यूहन्ना सुसमाचार पुस्तकको 3 अध्यायको हामीले 16 को पदलाई पढ्छौं भने प्रभुको वचनले यसरी भन्नुहुन्छ, परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले एकमात्र पुत्रलाई यस संसारमा दिनुभयो, यीशु ख्रीष्ट, ताकि उहाँलाई विश्वास गर्ने चाहिँ कोही नाश नहोस्, नर्क नजाओस्, तर अनन्तको जीवनलाई स्वर्गमा पाओस्। अनि जब यीशु ख्रीष्ट यो संसारमा आउनुभयो, मेरो दाजुभाइ, मेरो दिदीबहिनीहरू, त्यति बेला चाहिँ यीशु ख्रीष्ट चाहिँ कल्भरीको क्रुसको डाँडामा तपाई अनि मेरो पापलाई, अधर्म, श्रापलाई बोकेर, अशुद्ध कुरोलाई बोकेर उहाँ चाहिँ कल्भरी क्रुसमा पापी भएर उहाँले आफ्नो शरीरको सम्पूर्ण रगतहरूलाई बगाएर उहाँ मर्नुभयो, ताकि उहाँको मृत्युमा चाहिँ तपाई र मेरो पाप, अधर्म, श्राप, अशुद्ध कुरो पनि मरेर गएको छ। अनि उहाँको रगतले चाहिँ तपाई र मलाई ती पापबाट, श्राप, अधर्मबाट, अशुद्ध कुराबाट पखालेको छ। र यीशु ख्रीष्टको मृत्युले अनि यीशु ख्रीष्टको बलिदानले तपाई र मलाई पवित्र जनको घोषणा गरेको छ। अनि यीशु ख्रीष्टले यूहन्नाको पुस्तक 14 अध्यायको 6 पदमा यसरी भन्नुहुन्छ, बाटो, सत्य अनि जीवन चाहिँ म हो अनि म बाहेक कोही पनि पिता कहाँ पुग्न सक्दैन भनेर यीशु ख्रीष्टले भन्नुभएको छ। अनि आज तपाई र म जीवित छौं। आज तपाईले यो भिडियो हेर्नु हुँदैछ, तपाई जिउँदो हुनुहुन्छ अनि आज तपाईसँग मौका छ प्रियजनहरू, यीशु ख्रीष्टलाई ग्रहण गर्ने अनि स्वर्गको बाटोलाई पाउने, सत्यलाई बुझेर अनन्तको जीवनलाई पाउने। हाम्रो आयु हामीलाई थाहा छैन, भोलिको दिन के हुन सक्छ हामीलाई थाहा छैन प्रियजनहरू, तर आजको दिन हामी गम्भीरतापूर्वक सोचौं, मृत्युपछि हामी आत्मिक रूपमा कहाँ जाने, कसले लिएर जाने, बाटो कुन हो,